कार्यक्रम का प्रमुख अतिथि मध्य प्रदेश सभा का सभामुख माननीय रामचंद्र मंडल जी, राष्ट्रीय पत्रकार संघ का केंद्रीय अध्यक्ष एवं संविधान सभा सदस्य माननीय विनोद तामाङ जी, कार्यक्रम में विशिष्ट अतिथि के रूप में मंचासीन माननीय रामाशीष यादव जी, रामलखन दास जी, त्यसै गरी विदेन नगरपालिका का नगर प्रमुख आदरणीय विष्णु दास जी, मटियानी नगरपालिका का नगर प्रमुख हरि प्रसाद मंडल जी, पत्रकार महासंघ का केंद्रीय सदस्य राजेश कर्मी जी, संघ का केंद्रीय सचिव एवं नेपाल पत्रकार महासंघ का केंद्रीय सदस्य सिकेन्द्र पासवान जी लगायत संपूर्ण संचारकर्मी साथीहरू, इस कार्यक्रम में उपस्थित आठवटै जिल्लाका दलित समुदायका संचारकर्मी साथीहरू र यो कार्यक्रमलाई सफल पार्न विभिन्न संघ संस्था र पत्रकार सम्बन्ध संस्थाहरूका प्रतिनिधिहरू सबैलाई म मेरो व्यक्तिगत तर्फबाट र यो संघको तर्फबाट अभिवादन गर्न चाहन्छु। हामी आठवटै जिल्लाका सहभागीहरू छौं। हाम्रो बन्द सत्रपछि खुला सत्र पनि बाँकी नै छ। धेरै साथीहरूले धेरै कुरा गरेर जानुभएको छ, म गरेको कुरा दोहोर्याउँदिन। मुख्यतः दलित समुदायकै संचारकर्मीहरूको आवश्यकता किन पर्यो भन्दाखेरि दलित समुदायको इस्युहरू सवालहरूलाई जसरी राष्ट्रिय मिडियाहरूले र मिडिया क्षेत्रमा चाहिँ काम गर्ने संचारकर्मीहरूले जति उठाउनु पर्ने थियो त्यो नउठाएकै कारणले गर्दाखेरि यो दलित समुदायको छुट्टै पत्रकार संघको आवश्यकता चाहिँ हामीले महसुस गरेका छौं र त्यो यो संचार क्षेत्रलाई समावेशी बनाउन र संचार क्षेत्रमा दलितहरूको पहुँच अभिवृद्धिको लागि यो संघले चाहिँ के भन्छ देशभरिको 77 जिल्लामा आफ्नो जिल्ला संगठन बनाएर यो अभियानमा चाहिँ के भन्छ हामी जुटिरहेका छौं। आदरणीय साथीहरू, यहाँ पत्रकारको योग्यताको कुरा पनि भयो र एउटा भाष्य चाहिँ के निर्माण भएको छ भने योग्यता भनेको कति पल्लो जातहरूको लागि मात्रै हुन्छ। एउटा दलित समुदायमा जन्मिने बित्तिकै उ चाहिँ अयोग्य हुन्छ, उ अछुत हुन्छ र तपाईको कति पल्लो जातमा जन्मिने बित्तिकै चाहिँ के भन्छ उ योग्य हुन्छ। हाम्रो समाजमा मेरिटोक्रेसी योग्यता क्रमको मुख्य परिभाषा नै हो कि तपाई कुन जातमा जन्मिनु भएको छ त्यसले तपाईको चाहिँ के भन्छ योग्यतालाई चाहिँ के भन्छ निर्धारण गर्छ। म भन्न चाहन्छु आदरणीय साथीहरूलाई, यहाँ धेरै कुराहरू उठ्यो। अझै पनि मध्य प्रदेशमा म लगायत थुप्रै यस्ता संचारकर्मी साथीहरू छ जो कि हामी पत्रकारिता गर्दाखेरि यो मध्य प्रदेशमा एक वर्षमा एउटा दैनिक पत्रिकामा चाहिँ रिपोर्टिङ गर्दाखेरि 70 बसेर 18 और 19 वटा फ्रन्ट स्टोरी गरेका छौं हामी बसेर। आज पनि हाम्रो 70 बाट विद्याराम राम भाइ हुनुहुन्छ, तपाईको सिराहाबाट मणिलाल विश्वकर्मा जी हुनुहुन्छ, आशिष विश्वकर्मा जी हुनुहुन्छ हैन, थुप्रै साथीहरू हुनुहुन्छ। तपाईको सूर्यलाल विश्वकर्मा हुनुहुन्छ पर्साबाट। हाम्रो थुप्रै साथीहरू रेडियोमा काम गर्ने साथीहरू हुनुहुन्छ, संचारकर्मी साथीहरू जो तपाईको आफ्नो मेहनतले, आफ्नो कलमले आफ्नो समुदायको हित सँगसँगै आफ्नो समुदायको दबिएको आवाज सँगसँगै सिङ्गो समाजको आवाजलाई उठाइरहेको छ। तर आज पनि दुर्भाग्य भन्नुपर्छ कि पत्रकारिता क्षेत्रमा पनि दलित समुदायको पत्रकारहरूले विभेदको सामना गर्नु पर्दछ। म यहाँहरूलाई निवेदन गर्न चाहन्छु, मेरो पत्रकारिताको 23 वर्षको दरमियानमा म एउटा पत्रिका दैनिक पत्रिकामा काम गर्दाखेरि दलित समुदायको समाचार लेखेकै कारणले मलाई एक दिनमा या त तपाई दलितको मुद्दा छोड्नुस् कि तपाई मेरो चाहिँ पत्रिका छोड्नुस् भनेर मलाई अल्टिमेटम विदिन 2 मिनेटमा चुज गर्ने मलाई टाइम दिएको थियो। जब मैले दलित समुदायको कुरा उठाएर त्यो प्रकाशक सम्पादकको आफ्नै मान्छे रहेको जब थाहा पायो, उहाँको आफन्तले दबाब दिएपछि तपाईकै पत्रिकामा काम गरेर मेरो विरुद्धमा लेख्छ समाचार भोलाले भनेपछि मलाई चाहिँ प्रकाशक, व्यवस्थापक र सम्पादक सँगै मेरो घरमा हुनुहुन्थ्यो।
र घरमा आएर मलाई चाहिँ के भन्छ तपाईले दुईटा अप्सन छ, या त तपाई दलितको इस्यु छोड्नुस् या तपाई चाहिँ के भन्छ पत्रिका छोड्नुस्। किनभने उहाँलाई के लागेको थियो भने आज यो भोला चाहिँ यो पत्रिकामा काम गर्छ, यो पत्रिकाबाट हटेपछि चाहिँ यो आवाज बिन हुन्छ, फेरि चाहिँ यसलाई कसैले कुछ गर्ने वाला छैन। तर म निवेदन गर्न चाहन्छु, यहाँलाई जानकारी गराउन चाहन्छु, म त्यो पत्रिका छोडेँ तर दलितको आवाज छोडिनँ। र म त्यो भन्दा त्यो जिल्ला स्तरीय पत्रिका भन्दा मैले अर्को क्षेत्रीय स्तरको पत्रिकामा जो ब्लास्ट गरी त्यतिखेरको सबैभन्दा चर्चित पत्रिका थियो पूर्वाञ्चलको, त्यो पत्रिकामा मैले काम गरेँ। र त्यो पत्रकारिता गर्दा गर्दै चाहिँ के भन्छ नयाँ पत्रिकाको सुरुवात भयो। 6 जनाले चाहिँ के भन्छ त्यहाँबाट रिपोर्टिङ गर्नुहुन्थ्यो र त्यो 6 जनामा 6 महिनासम्म कम्पिटिसन गरेर म नयाँ पत्रिकामा चाहिँ के भन्छ आफ्नो पत्रकारिताको करियर सुरुवात गरेँ। भनेपछि पत्रकारितामा हामीलाई प्रोत्साहन दिने, हामीलाई सहयोग गर्ने, हाम्रो क्षमता अभिवृद्धि गर्ने, हामीलाई चाहिँ प्रोत्साहन गर्ने एकदम थोरै साथीहरू हुनुहुन्छ। म दुःखका साथ भन्छु, गैर दलित समुदायका पनि केही पत्रकार साथीहरू जो हुनुहुन्छ, जो सामाजिक न्यायको पक्षमा, दलितको पक्षमा, पिछडिएको समुदायको पक्षमा चाहिँ समाचार सम्प्रेषण गरिरहेको छ, नगरेको होइन, तर त्यो संख्या हामी 0 रूपमा हेर्छौँ। आज यो सभा हलमा विनय यादव उपस्थित नभए पनि म उहाँलाई सलाम गर्न चाहन्छु कि आज चाहिँ के भन्छ ओलीको केसमा उहाँले देखाउनु भएको पत्रकारिताले, उहाँले चालेको कदम, उहाँले गरेको पत्रकारिताले चाहिँ एउटा दलित समुदायको मुद्दा चाहिँ के भन्छ राष्ट्रव्यापी रूपमा चाहिँ के भन्छ एउटा मुद्दाको रूपमा स्थापित भएको छ। म धन्यवाद दिन चाहन्छु समुदायको मुद्दा चाहिँ के भन्छ राष्ट्रव्यापी रूपमा चाहिँ के भन्छ एउटा मुद्दाको रूपमा स्थापित भएको छ। म धन्यवाद दिन चाहन्छु अब शैलेन्द्र कार्की हुनुहुन्छ अनलाइन खबरको, उहाँ यो कार्यक्रममा उपस्थित हुनुहुन्न, तर उहाँले दलित सशक्तिकरण ऐन कार्यान्वयनको विषयमा चाहिँ के भन्छ निरन्तर चाहिँ के भन्छ आवाजहरू उठाउनुहुन्छ। हाम्रो दिनेन्द्र रमनजी हुनुहुन्छ, हाम्रो पुरनजी हुनुहुन्छ, थुप्रै यस्ता गैर दलित साथीहरू पनि हुनुहुन्छ हाम्रो इस्युमा जो निरन्तर रूपमा चाहिँ के भन्छ दलित समुदायको मुद्दाहरूलाई उठाउने चाहिँ के भन्छ काम पनि गरिरहेको छ। म उहाँहरूलाई पनि सम्पूर्ण दलित समुदायको तर्फबाट धन्यवाद पत्र दिन चाहन्छु। र आदरणीय साथीहरू, पत्रकारिता क्षेत्रमा प्रत्यक्ष रूपमा देखिने विभेद छ। आज 70 जिल्लामा म आज एउटा पत्रिकाको अवलोकित दैनिक, एउटा साप्ताहिक पत्रिका कञ्चनरूप साप्ताहिक र एउटा चाहिँ के भन्छ अनलाइन चलाउँछु। म राष्ट्रिय मिडियामा सबै मिडियामा मैले काम गरिसकेको छु, तर 70 जिल्लामा सबैभन्दा धेरै छापिन्छ मेरो पत्रिका। त्यो पत्ता लगाउनुहोस्, जो प्रकाशक सम्पादक भएर पत्रिका निकाल्छ भने उहाँहरूलाई अरूको तुलनामा डबल अंक दिन्छ। मानिस 10 अंकको चाहिँ के भन्छ त्यो परीक्षण सब परीक्षण हुन्छ भने यदि म प्रकाशक सम्पादक भएको पत्रिकाले 4 अंक लाएर मैले 8 अंक पाउनु पर्दैन। तर मेरो पत्रिका 3 वर्षदेखि 70 जिल्लाको सबैभन्दा धेरै छापिने, सबैभन्दा धेरै नियमित सबै कुरा प्रक्रिया पुऱ्याएर पनि हामी ग श्रेणीमा हाम्रो